बाबा म ठुलो छोरा तिमीलाई धेरै याद गरिरहेछु। पल्टनको ड्युटी सकेर चाँडै घर आऊ है। तिमीले दिएको टोपी लगाउँदा हिनामा तिमीलाई नै देखिन्छौ। म हात जोडेर भन्छु बाबा मलाई काखमा लिन आऊ है। आमाले रातभरि झ्यालमा चम्किएको तारा हेर्नुहुन्छ। म उनको हात समाएर भन्छु बाबा तिमी आयौ भने आमा हाँस्नुहुन्थ्यो। फोन बज्यो कि मुटुमा यत्तिकै छाल उठ्छ। म दगुर्दै भन्छु बाबा हो बाबा जति चाँडो हुन छ आऊ है। स्कुलमा सबै साथीलाई भन्छु मेरो बाबा सेना हो। तर भित्रै भित्र भने सानो मनले भन्छ प्लिज घर फर्केर आऊ है बाबा। तिम्रो फोटो सँगै म बहस गर्छु किन त्यति टाढा बस्छौ। फोटोमा मुस्कान देखेर पनि भन्छु साँच्चीकै आएर मुस्काऊ है आऊ है। आमाले भन्छन् छोरा बाबालाई छुट्टी मिल्ला। म त कुदेरै ढोका खोल्न तयार छु बाबा म यतै छु चाँडै आऊ हे। म तिम्रो छोरो यो नानी मनको प्रार्थना। बाबा पल्टनको बाटो छोट्याएर एकचोटि आएर मलाई अनि भाइलाई समाऊ है आऊ है। बाबा छुट्टी चाँडै आउनु है हामी सबै पर्खिरहेको छौँ।